रेडियो कार्यक्रम महिला सशक्तिकरण। नमस्कार, रेडियो कार्यक्रम महिला सशक्तिकरणमा तपाईलाई हार्दिक स्वागत छ। हेटौडाको पहिलो सामुदायिक रेडियो मकवानपुर 101.3 मेगाहर्जको प्रस्तुति कार्यक्रम महिला सशक्तिकरणको आजको श्रृङ्खलामा पनि म सुपूर्णिमा प्रविधि हुनुहुन्छ प्राविधिक साथी सुमन। हेटौडाको पहिलो सामुदायिक रेडियो मकवानपुर 101.3 मेगाहर्ज मार्फत रेडियो कार्यक्रम महिला सशक्तिकरण तपाई हरेक शुक्रबार बिहान 8 बजेको स्थानीय खबरपछि सुन्न सक्नुहुन्छ। रेडियो कार्यक्रम महिला सशक्तिकरण संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला विकास समिति मकवानपुरको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सञ्चालित महिला सशक्तिकरण एवं स्वास्थ्य सम्बन्धी रेडियो कार्यक्रम हो। कार्यक्रममा हामी महिलाको अवस्था, महिलाको विकास निर्माण र राज्यका विभिन्न निकायमा सहभागिता, महिला सशक्तिकरण, महिलाको स्वास्थ्य अवस्था र स्वास्थ्यमा पहुँच वृद्धि लगायतका विषयमा छलफल गर्ने गर्छौं। र आजको श्रृङ्खलामा हामीसँग कुराकानी गर्नको निम्ति हुनुहुन्छ साहित्यकार अनिता न्यौपाने। कार्यक्रम महिला सशक्तिकरणमा स्वागत छ। धन्यवाद। आफैलाई कसरी चिनाउनुहुन्छ? म अनिता न्यौपाने, एक नारी, यति नै। हजुर, विशेष गरी साहित्यमा परिचित नाम हो अनिता न्यौपाने। यो समयमा कतिको व्यस्त हुनुहुन्छ? साहित्यमा चाहिँ धेरै नै व्यस्त भइएछ। सङ्घ संस्था पनि त्यत्तिकैमा इन्भल्भ भएकोले पनि होला, अचेल चाहिँ व्यस्तता एकदमै बढेको छ र मकवानपुरमा साहित्य पनि अति धेरै बहुलाएको हो कि जस्तो चाहिँ लागिरहेको छ। साहित्यको क्षेत्रमा हजुर सुरुवात कसरी भयो, सम्झिदिनुहोस् न। सुरुवात मेरो फ्यामिली ब्याकग्राउन्डमा चाहिँ कोही पनि हुनुहुन्न थियो त्यस्तो साहित्य लेख्ने। तर मैले जब पुष्पलाल स्मृति पुस्तकालयमा जब म त्यहाँनिर इन्भल्भ भएर काम गर्न थालेँ, त्यसपछि चाहिँ मलाई त्यहीँ नै सबै सरहरूसँग भेट भयो र उहाँहरू नै मेरो प्रेरणाको स्रोत। पहिलो पटक लेख्नु भएको कुनै सृजना याद छ? त्यो चाहिँ एकपल्ट माओवादीले सायद रोल्पामा आक्रमण गरेको बेला थियो र त्यतिखेर चाहिँ एउटा रचना लेखेको थिएँ। अहिले खासै याद चाहिँ भएन। के कुराले प्रेरित गर्छ यहाँलाई लेखौँ जस्तो लाग्छ? कुनै कुरा समाजमा भइरहेका घटनाहरू ले नै टचेबल हुने हो। सबै कुराहरू चाहिँ समाजमा भएका विकृति विसङ्गति, समाजसँगको सेरोफेरोमा नै रहेर र अब मान्छेले गर्ने प्रेम माया घृणा यस्ताले नै प्रेरित गर्छ लेख्नको लागि चाहिँ। अहिलेसम्म कति जति लेखेँ जस्तो लाग्छ? अहिलेसम्म कविताकै हिसाबमा हेर्ने हो भने त 300-400 कविता लेखिसकिएको रहेछ। अस्ति अब एउटा बुकको तयारी पनि गर्दैछु, त्यसले गर्दाखेरि पनि कवितालाई सेलेक्ट गर्दै जाँदाखेरि चाहिँ 300-400 कविता चाहिँ लेखिएछ। त्यसमध्येमा पनि अनिता न्यौपानेलाई कवि अनिता न्यौपाने भनेर चिनाउन सफल कुन चाहिँ कविता जस्तो लाग्छ यहाँलाई? मैले हुन त कविताहरू धेरै लेखियो। एउटा अनुहार भन्ने कविता लेखेको थिएँ मैले, संविधान बन्न नसकेको अवस्थालाई लिएर। त्यसपछि चाहिँ त्यो कविता चाहिँ एकदमै हाइलाइट भएको कविता थियो। बन्तीपुरमा हामी एउटा राष्ट्रिय साहित्यिक सम्मेलनमा गएका थियौँ। त्यो बेलामा त्यहाँको सभाध्यक्षले चाहिँ के भनिदिनु भयो भने त्यहाँनिर कम्तीमा पनि 200-300 कविहरू थिए। त्यो कवितामा चाहिँ उहाँले के भनिदिनु भयो भने अहिले समेत यहाँ वाचन गरेका कविता मध्ये चाहिँ सबैभन्दा राम्रो कविता चाहिँ अनिताको भनेर भनिदिनु भयो। यति खुसी लाग्यो कि त्यसपछि चाहिँ एउटा छुट्टै दुनियाँमा पुगेको हो कि जस्तो फिल चाहिँ भएको थियो। धेरै समय अगाडिदेखि नै मकवानपुरमा रहेर साहित्य क्षेत्रमा अग्रसर हुनुहुन्छ, सँगसँगै धेरै कार्यक्रमहरूमा पनि जानुहुन्छ। ती कार्यक्रमहरूमा महिलाको सहभागिता चाहिँ कस्तो देख्नुहुन्छ? यस्तो छ, पहिला अब मकवानपुरमा धेरै साहित्यिक सङ्घ संस्थाहरू छन्। कस्तो भने धेरै चाहिँ अब पहिला इन्भल्भ हुनुहुन्छ अनि बिहे गरेपछि अन्यत्र जानुपर्ने बाध्यता एउटा भयो। अनि अहिले हामीले एउटा नारीहरूको मात्रै संस्था आञ्चल साहित्य कलापुञ्ज खोलिसकेपछि चाहिँ जे होस् साहित्यमा महिलाको चाहिँ एकदमै बढ्दो छ क्रम, आउने क्रम चाहिँ एकदमै बढिरहेको छ अहिले पछिल्लो टाइममा चाहिँ। नत्र साहित्य सङ्गम, मातृभूमि, गजल मञ्चले चाहिँ नजन्माएका होइनन्, धेरै जन्माए। हामीलाई पनि त्यही संस्थाले नै जन्माएको हो। हामी पनि अहिले गर्वका साथ भन्छौँ कि म साहित्य सङ्गम मकवानपुरको चाहिँ एकदमै विद्यार्थी हुँ भन्न मन पराउँछु। तर आँचल आएपछि चाहिँ जो नारीहरू साहित्यमा भित्रिने क्रम चाहिँ बढ्दो छ। हजुर, यहाँले भन्नुभयो कि प्राय पहिला लेख्ने र विवाह भइसकेको छ अन्यत्र जाने या भनौँ
लेखन क्षेत्रलाई चाहिँ निरन्तरता नहुने यहाँले चाहिँ कसरी चाहिँ यो कुरालाई निरन्तरता दिनुभयो त? यस्तो भयो, मेरो त जन्म पनि यहीँ, कर्म पनि यहीँ भएकोले कारणले गर्दाखेरि पनि मैले चाहिँ निरन्तरता दिन पाएको हो कि जस्तो म अर्को ठाउँमा जानु परेन, यहीँ जन्मे, बिहे पनि यहीँ नै भयो, अनि त्यसले गर्दाखेरि पनि जसको कारण गर्दा निरन्तरता दिइरहेकी छु। हजुर, अरूले चाहिँ किन निरन्तरता दिन सक्नु भएन? के लाग्छ यहाँलाई? यहाँको विचारमा महिलाहरू जो कवि हुनुहुन्छ, महिला साहित्यकारहरू हुनुहुन्छ, उहाँहरूको चाहिँ राम्रो प्रतिभा छ, तैपनि त्यो कुराले निरन्तरता पाइराखेको हुँदैन, पुरुषको तुलनामा कमै हुन्छ। यस्तो हुन्छ, अब पारिवारिक बन्धनमा बाँधिसकेपछि जस्तो सुकै भए पनि एउटा विवाहित नारीलाई अप्ठ्यारो त हुन्छ नै, तर पनि इच्छा शक्ति चाहिँ हुनुपर्छ मान्छेमा। इच्छा शक्ति तीव्र भएर आयो भनेदेखि चाहिँ मान्छेले जस्तो सुकै काम पनि गर्दो रहेछ। समाजसँग लड्नेदेखि लिएर म साहित्यमा केही गर्छु भन्ने समेतको कुराहरू चाहिँ हुँदो रहेछन्, तर इच्छा शक्ति नै मर्दै जाने हो कि कहिलेकाहीँ चाहिँ त्यस्तो लाग्छ मलाई। सुरुवातका ती दिनहरूलाई सम्झिदिनुहोस् न, जब चाहिँ यहाँ पुस्तकालयमा बस्नुभयो, त्यहाँबाट चाहिँ सुरुवात भयो भन्नुभयो, ती क्षणहरूलाई कसरी सम्झिनुहुन्छ? एकदमै कस्तो भने मलाई पनि साहित्यको स पनि थाहा थिएन त्यतिखेर भन्नुपर्दाखेरि, तर मैले त्यहाँ बसेर जति किताब पढेँ त्यसले गर्दाखेरि पनि, अनि साहित्यिक कार्यक्रममा अरूहरू चाहिँ मैसँग काम गर्नेहरू पनि के गर्नुहुन्थ्यो भने जान्नुहोस् यो साहित्यिक कार्यक्रममा भन्नुहुन्थ्यो र छोडिदिनुहुन्थ्यो। उहाँहरू स्याटरडे चाहिँ घरमै बस्नुहुन्थ्यो, तर मैले त्यसो गरिनँ। म चाहिँ पहिला सुरुमा गएर उहाँहरूको रचनाहरू सुन्ने ओर्ने गर्न थालिसकेपछि चाहिँ अनि मलाई पनि लेख्नुपर्छ भन्ने चाहिँ लाग्यो र अनि त्यहाँबाट लेखियो। त्यो क्रममा मैले नगएको, यदि म त्यहाँ नपसेको भएदेखि चाहिँ म पनि आज चाहिँ यो ठाउँमा पुग्दैन थिएँ होला जस्तो लाग्छ। हाम्रो समाजमा त प्राय महिलाहरू घरभित्रै बस्छन्, घरकै काम गरून्, यही नै सोच्ने गर्छन्, तर यहाँ त साहित्यिक क्षेत्रमा हुनुहुन्छ। यहाँलाई चाहिँ सुरुवातमा त्यस्ता बाधा अवरोधहरू, पारिवारिक साथहरू कस्तो रह्यो? मेरो चाहिँ एकदमै सजिलो थियो, किनभने सर पत्रकारिताको क्षेत्रमै हुनुहुन्थ्यो र मैले पनि पत्रकारिता गरेँ केही वर्ष, र म साहित्यमा भित्रिसकेपछि चाहिँ मेरो पत्रकारिता धेरै नै पछाडि पर्यो। जब म साहित्यमा आएँ मेरो पहिलो पाठक नै सर भइदिनु भयो। त्यसले गर्दाखेरि पनि म कविता लेख्छु, आज म यहाँ जान्छु भन्दाखेरि कहिले पनि मलाई चाहिँ त्यस्तो रोकावट चाहिँ कहिले पनि आएन, र आजसम्म पनि ती रोकावटहरू चाहिँ मलाई छैन। मलाई कतैबाट इन्भिटेसन आयो भनेदेखि चाहिँ म आज यहाँ हिँडेँ है भनेर चाहिँ हिँड्न पाउने छ। अलिकति नानीको प्रब्लमले गर्दाखेरि नानीलाई स्कुल पुर्याउने, नानीलाई टाइममा लिएर आउने लैजाने गर्नु पर्दाखेरि चाहिँ अलिकति नपाउने हो कि त्यो भनेर भन्नुपर्ने अवस्था चाहिँ हो। तर पनि मैले नानीलाई लिएर गएँ भनेदेखि चाहिँ 2-4 दिनै हराउँदा पनि खासै फरक चाहिँ पर्दैन। हजुर, भनेपछि पारिवारिक साथ सहयोगले पनि यहाँ हुनुहुन्छ। हजुर हजुर। अझै पनि धेरै महिलाहरूले चाहिँ लेख्न चाहेर पनि लेख्न सकिराखेको हुँदैन, प्रतिभा हुँदा पनि गर्न सकिराखेको हुँदैन। ती कुराहरूलाई चाहिँ कसरी चाहिँ निरन्तरता हुँदा महिला आफैले के गर्दा चाहिँ ती कुरालाई निरन्तरता पाउन सक्छ जस्तो लाग्छ? किनकि यहाँको उदाहरण नै भनौँ होइन, कसरी चाहिँ अगाडि बढ्न सकिन्छ? जो महिलाहरू हुनुहुन्छ, गर्न चाहनुहुन्छ, लेख्न चाहनुहुन्छ, तैपनि कहीँ कतै लेख्न नसकिराखेको अवस्थामा हुनुहुन्छ नि, सबैभन्दा पहिला सुरुमा त पठन संस्कृतिलाई विकास गर्नु पर्यो, पढ्नु पर्यो। पहिला सुरुमा कम्तीमा नि एउटा कविता लेख्नको लागि 100वटा कविता पढियो भनेदेखि एउटा कविता लेखिँदो रहेछ। मैले बुझेको कुरा उहाँहरूले जबसम्म पढ्नुहुन्न, जबसम्म अरूको किताबहरू किनेर अरूका रचनाहरूलाई पढेर एउटा बुझ्ने कोसिस गर्नुहुन्न, तबसम्म चाहिँ उहाँहरूले लेख्न सक्नुहुन्न। त्यो फिल्डमा, यो फिल्ड भनेको यस्तो हो कि जति पढ्यो उति नै धेरै चाहिँ ज्ञान हुने हो। त्यही भएर पहिला सुरुमा चाहिँ पठन संस्कृतिलाई नै विकास गर्नु चाहिँ पर्छ। जब पढिन्छ तब चाहिँ लेखिन्छ नै। यदि कविता लेख्न सकेन भने गजल लेखिएला, गजल लेख्न सकेन भने मुक्तक लेखिएला, मुक्तकै लेख्न सकेन भने उपन्यास लेखिएला बरु, तर लेख्न चाहिँ लेखिन्छ। तब त्यसको लागि चाहिँ पढ्नु चाहिँ एकदमै अनिवार्य छ। हजुर, जसको निम्ति यहाँ अध्ययन चाहिँ कति गर्नुहुन्छ दैनिक? पढ्न चाहिँ म म्याक्सिमम पढ्ने हो, एकदमै धेरै पढ्ने हो। मैले बजारमा आएका लेटेस्ट बुकहरूलाई चाहिँ सायदै छोड्दिनँ होला, पढ्न चाहिँ म त्यसरी नै पढ्छु। अहिले चाहिँ अलिकति के भने लाइब्रेरीमा चाहिँ अब म कस्तो भयो भने लाइब्रेरीमा चाहिँ अब कार्य समितिमा आइसकेपछि मैले त्यहाँको जब छोडिदिएँ। त्यसपछि चाहिँ त्यो एउटा फिल्ड पनि चाहिने रहेछ जे गर्नको लागि पनि कि। अनि त्यहाँबाट त्यसपछि चाहिँ अहिले चाहिँ अब बुक लाइब्रेरी आफ्नै हो, गएर लिएर आएर पढ्ने फुर्सद अलि पनि हुँदैन अझै पनि, तर पनि पढ्न चाहिँ म म्याक्सिमम नै पढ्छु। हजुर, यतिखेर यहाँलाई एकदम घत लागेको कुनै एउटा सृजना? हुन्छ, म एउटा कविता सुनाउँछु। यो चाहिँ मैले
मेरो साथीको लागि लेखिएको हो। मेरो साथीले बिहे गरेर गइसकेपछि जुन दिन उसको डिभोर्स भयो, डिभोर्स हुने दिन म पनि अदालत पुगेको थिएँ अनि त्यहाँबाट त्यसपछि लेखिएको रचना थियो यो। मलाई एकदमै टच गरेको रचना हो र मैले लेखेको डिभोर्स पेपरमा हस्ताक्षर गर्नु अघि। भन्नु न श्रीमान, म के भनेर गरौँ यो डिभोर्स पेपरमा हस्ताक्षर? मैले कहिले यिनको असीम मायामा चुर्लुम्म डुबेर देखेँ नयाँ नयाँ सपना। कहिले यिनको सबल काँधमा शिर राखेर घुमेँ सौन्दर्य स्थलहरू। कहिले यिनकै स्नेह छातीमा टाउको राखेर पोखेँ मैले आधुनिक पीरहरू। कहिले पो पाएँ र मैले मेरो जीवनसाथीको हृदयमा अधिकार। बिहे गरेकै दिनदेखि मैले हजारौं लात्तीहरू सहेकी छु। उकालो चढ्दै गर्दा यिनकै कारण हजारौं पटक पछारिएकी छु। पेटमा अन्नको दाना नराखेर धेरै रातहरू अनिदो काटेकी छु। रक्सीको मातमा पटक पटक बलात्कार भएकी छु र यिनको प्रियहरूलाई अनिच्छापूर्वक पुर्याएकी छु मेरो अस्तित्वको पाठेघरसम्म। मैले बिर्सेकी छैन श्रीमान, सिउँदोमा सिन्दुर भर्न, गलामा पोते झुन्डाउन, हातमा चुरा बजाउन, खुट्टामा पाउजुको झन्कार छोड्न र थाल कचौरामा ऐनामा आफैलाई स्वप्न सुन्दरी देख्न पनि। यो पुरुष सधैँ मेरो यौनाङ्गसँग खेल्छ र लिन्छ चरम सुख अनि लगाउँछ वेश्याको आरोप मैमाथि। ठड्याउँछ आफ्नो चोर औँला मलाई सम्झेर कुनै पथभ्रष्ट स्त्री र तृप्त हुन खोज्छ उसले चाहेको कुनै पनि बेला। अनि कसरी हुन्छ श्रीमान यो मेरो जीवनसाथी? कसरी भनौँ म श्रीमान यसलाई मेरो हृदयको सम्राट? मलाई त लोग्ने चाहिएको हो श्रीमान। मलाई त जीवनभर साथ दिने मान्छे चाहिएको हो श्रीमान। अब तपाईँ नै भन्नुहोस् म के भनेर गरौँ यो डिभोर्स पेपरमा हस्ताक्षर? प्रेरणाको स्रोत चाहिँ कसलाई मान्नुहुन्छ यो साहित्यमा लाग्नुको प्रेरणा? प्रेरणाको स्रोत विशेष गरेर मलाई एकदमै तिमीले लेख्नुपर्छ भनिरहने आरसी रिजाल हुनुहुन्छ, निमेश निखिल हुनुहुन्छ, आरआर चौलागाई, साम्ब ढकाल, तुलसी थापा, तुलसी घिमिरे जो मेरो अग्रजहरू हुनुहुन्छ, जो मेरो सहपाठी साथीहरू हुनुहुन्छ, उहाँहरू नै मेरो प्रेरणाको स्रोत हुनुहुन्छ। साहित्यको क्षेत्रमा एक परिचित व्यक्ति यस्तै सृजनाहरू लेख्नुहुन्छ, गर्नुहुन्छ, के छ भविष्यको सोच? त्यसलाई एउटा सङ्ग्रह बनाउने, निकाल्ने, कहिलेसम्म पढ्न पाइएला यी कविताहरूको सङ्ग्रह? मैले चाहिँ सोचेको यही वर्ष निकाल्ने भन्ने मेरो सोच छ। म त्यसबारेमा काम पनि गरि नै रहेकी छु। अब केही समयपछि आउँछ होला सङ्ग्रह, यसपालि निकाल्ने नै भन्ने सोच चाहिँ बनाएकी छु। त्यसको लागि यहाँलाई सफलताको शुभकामना भन्न चाहन्छौँ र हामीले छिटै पाऊँ यही नै भन्न चाहन्छौँ। विशेष गरी कविता लेख्नु हुँदा, सृजना गर्नु हुँदा के कस्तो विषयलाई चाहिँ यहाँले प्राथमिकता दिनुहुन्छ? अब एउटा लेडिज भइसकेको पछि चाहिँ सबैभन्दा प्रमुख भनेको लेडिजका समस्याहरू नै लेख्नुपर्ने जस्तो लाग्छ मलाई चाहिँ। आज पुरुषले लेखिएको कुराहरू चाहिँ के हुन्छ नि, उनीहरूले अनुमान गरेर लेखेका हुन्छन् र हामीले लेख्दाखेरि अनुभव गर्छौँ। अनुमान र अनुभवमा धेरै फरक छ जस्तो लाग्छ मलाई। त्यही भएर पनि विशेष गरेर चाहिँ महिलाका समस्याहरू र नारीका समस्याहरू र प्रेम, देशसँग सम्बन्धित रचनाहरू चाहिँ लेख्ने गरिन्छ। यही क्षेत्रमा लागेर यो ठाउँमा आइपुग्छु जस्तो लागेको थियो यहाँलाई कहिलेकाहीँ? त्यो चाहिँ कस्तो भनेदेखि यतिसम्म चाहिँ यहाँसम्म चाहिँ आइपुग्छु जस्तो लागेको थिएन। किनभने हिँड्दै नहिँडिकन त बाटो त बन्दैन रहेछ, तर हिँड्दै गएपछि पुगिँदो रहेछ काहीँ चाहिँ भन्ने चाहिँ बल्ल अहिले आएर चाहिँ सोचिँदो रहेछ। त्यतिखेर चाहिँ कस्तो भने हामीभन्दा धेरै सिनियरहरू हुनुहुन्थ्यो अनि उहाँहरूले कविता लेख्दाखेरि चाहिँ आफूले लेखेको रचना चाहिँ रचना हो जस्तै नलाग्ने। मैले के लेखेको छु त, मेरो लेखाइमा त केही पनि रहेछ भन्ने जस्तो लाग्थ्यो। अहिले चाहिँ त्यस्तो लाग्दैन। एउटा रचनाकारले गरेको रचना नै सबैभन्दा बलशाली कुरा चाहिँ त्यही हो भन्ने चाहिँ लाग्छ अहिले चाहिँ। हजुर, यहाँले भन्नुभयो नि कहिलेकाहीँ अग्रजको सुन्दाखेरि आफ्नो लेख्दाखेरि त्यति धेरै दम नलाग्ने, राम्रो नलाग्ने होइन? त्यतिखेर चाहिँ नलेखौँ जस्तो त्यस्तो लाग्यो कि लागेन? माइकमा अगाडि गएर बोल्दा पनि डर लाग्ने, एकदमै मुटु नै काम्ने टाइपको हुन्थ्यो, कामिन्थ्यो पनि। तर अब अहिले चाहिँ अब आफैले अरूलाई धेरैलाई सिकाइयो पनि, धेरै अब आउँदै हुनुहुन्छ साथीहरू, त्यसले गर्दाखेरि चाहिँ अब अहिले चाहिँ त्यो डर भाग्यो। तर त्यतिखेर त खुबै लाग्थ्यो डर। हजुर, यसरी स्थापित हुनको लागि जुन लेख्नुपर्छ नि त्यसको लागि चाहिँ कतिको सङ्घर्ष गरे जस्तो लाग्छ? त्यो चाहिँ सङ्घर्ष त धेरै नै गरियो है। अब मकवानपुरमा अहिले धेरै साहित्यिक सङ्घ संस्थाहरू खुलेका छन्, त्यहाँमाथि पनि
टाइम दिनेहरू कम नै हुनुहुन्छ, सबै व्यस्त हुनुहुन्छ। अनि त्यहाँ त्यसको लागि पनि मान्छेले स्ट्रगलै नगरिकन त कहीँ पुगेको मजा पनि आउँदैन नि त। फेरि सङ्घर्ष त जहाँ सङ्घर्ष गरेर पुगिन्छ त्यहाँको रमाइलो, त्यहाँको मजा नै छुट्टै हुँदो रहेछ। हजुर, कहिलेकाहीँ महिला भएकै कारणले अलिकति हिंता बोध भएको होइन, अरूले त्यस्तै आक्षेप लाउने त्यस्तो सहनु परेको घटनाहरू छ कि छैन? होइन, त्यो अब कस्तो भने बाहिरको मान्छेले आएर आक्षेप त लगाउन सक्दैन, तर यहाँको दाजुभाइहरू हुनुहुन्छ, साथीहरू हुनुहुन्छ, उहाँले त्यस्तो भन्नाले आफू अगाडि रेसमा आफू अगाडि दौडनको लागि अरूलाई खुट्टा टान्नु त स्वाभाविक नै हो नि, त्यसलाई त स्वाभाविक रूपमै लिनु पर्यो नि। त्यो स्वभावमा चाहिँ कहीँ कतै केही देखिएको होला, तर हामीलाई चाहिँ कस्तो फिल हुनु भएन भनेदेखि म लेडिज हुँ र म लेडिज भएको कारणले यसले मेरो खुट्टा तान्न खोजेको छ, होइन, म एकदमै बलशाली केटी हुँ र म जब अगाडि बढ्छु भन्ने उहाँलाई थाहा रहेछ भने त्यही कारणले नै उहाँले मेरो खुट्टा तान्नु खोज्नु भएको रहेछ। त्यसरी पोजिटिभ थिङ्किङ लिएर आयौँ भनेदेखि चाहिँ त्यो कुरा पनि नर्मल हुँदो रहेछन् चाहिँ मैले फिल गरेको कुरा। हजुर, यतिखेर एउटा कविता सुन्न चाहन्छौँ। फेरि एउटा कविता नै राखेँ। मैले पढ्ने कविताको शीर्षक सुन्दरी केटीको बयान। यही पुरुष हो महोदय, मेरो घरको झ्यालबाट मैले सिङ्गार गरेको चिहाउने। यही पुरुष हो सानीमा मैले उकालो चढेको देखि नै नसहने। यही पुरुष हो आमा, मलाई बाटो छेक्ते प्रेम प्रस्ताव राख्ने र स्वीकार नगरेको खण्डमा रगतले मेरो नाम उसको हातमा लेख्ने। यही पुरुष हो बहिनी, मेरो आँखाको गाजल र ओठको लालीको चर्चा गर्दै कुनै भट्टीमा मेरै नामको सौन्दर्यको शराब पिउने। यही पुरुष हो मेरो मनको मजेरीमा बसे भन्दै मेरो अङ्ग अङ्गमा चुम्बन गर्ने र म भन्दा अर्कोको मनमा बस्न थाल्ने बित्तिकै वेश्याको आरोपमा फेसबुकमा फोटो अपलोड गर्ने। यी तपशील पुरुषहरू रातभरको पाप पुछ्न बिहान गुलाबको फुल कोटको खल्तीमा घुसारेर सभामा विराजमान बनिरहन्छन्। हजुर, यसरी आफूले लेखेको सृजना मध्येमा सबैभन्दा सन्तुष्ट लागेको कुन चाहिँ सृजना सम्झिनुहुन्छ? अहिले त मैले त्यो रचना लिएर आइन, तर अनुहारहरू भन्ने कविता थियो एउटा, त्यो कविता लेखेपछि चाहिँ एकदमै सन्तुष्ट भएको चाहिँ थिएँ म। त्यो कविता चाहिँ अहिले मैले लिएर आएकै छैन। हजुर, विशेष गरी महिलाकै मात्र अलि बढी केन्द्रित भएर लेख्दाखेरि समाजमा हुनुहुन्छ नि सबै प्रकारका मानिसहरू, उहाँहरूको चाहिँ त्यस्तो हेर्ने दृष्टिकोण केही फरक पाउनु भएको छ? मैले जस्तो त्यो डिभोर्स पेपरमा हस्ताक्षर गर्नु अगाडि भन्ने जुन कविता सुनाएँ, त्यो कविता लेख्दाखेरि चाहिँ कस्तो भने मैले त त्यहाँनिर एक दुईवटा अलिकति अश्लील शब्दहरू युज गरेको थिएँ, किनभने अब अहिलेको जमानामा त्यति शब्दहरू युज गर्नु चाहिँ स्वाभाविक मानिन्छ। किनभने पुरुषले जस्तो गर्यो, एउटा नारीमाथि जस्तो तरिकाले हिंसा गर्यो, त्यस्तै गरेर मैले लेखेको थिएँ। त्यो बेलामा चाहिँ आज चाहिँ बजारमा चाहिँ त्यो दिन एकदम चर्चाको शिखरमा थिएँ अरे म भन्ने मैले सुने। अनि मलाई अचम्म लाग्यो, मैले त स्वाभाविक कुरा लेखेको हुँ नि, नचाहिने कुरा त लेखेको होइन। एउटा पुरुषले जसरी लेडिजमाथि एउटा नारीमाथि बलात्कार गर्दाखेरिको अवस्थाहरू हुन्छन् त्यसलाई नै मैले उजागर गरेकी हुँ, लिएर आएकी हुँ त बाहिर भन्दाखेरि चाहिँ त्यतिखेर चाहिँ पुरै बजारभरि म चर्चाको शिखरमा रहेछु त्यो दिन भन्ने चाहिँ लागिरहेको थियो। त्यसरी चाहिँ बाहिर आउट भएको रहेछु। यहाँ चाहिँ साहित्यिक क्षेत्रमा नभएको भए त्यस्तो हामीले कुन क्षेत्रमा पाउन सक्थ्यौँ? आज यस्तो थियो, अब एउटा कि टिचर हुन्थेँ होला, कि चाहिँ एउटा सरकारी कर्मचारी हुन्थेँ होला। त्यो चाहिँ मेरो एकदम इन्ट्रेस्टको फिल्ड थियो। अहिले चाहिँ म यो कविता भन्दा बाहेक त्यतातिर चाहिँ लखर हिँडिरहेको हुन्थ्यो होला। के पाएँ जस्तो लाग्छ साहित्यमा लागेर? धेरै चिज पाइयो, माया, सम्मान, इज्जत, होइन, कहिलेकाहीँ एकदमै धेरै घृणा पनि पाइयो, कहिलेकाहीँ एकदमै चोटहरू पनि पाइयो, पीडा पनि पाइयो। तर पनि सबैभन्दा ठुलो कुरा चाहिँ मैले के पाएँ भने म चाहिँ एउटा रचना गर्न सक्ने भएर निस्किएँ। एउटा मेरो सहपाठीहरूसँग आज उनीहरू मञ्चमा गएर बस्दाखेरि म पनि त्यो लेभलमा गएर बस्न सक्ने भएर निस्किएँ। त्यसमा चाहिँ एकदम आत्मसन्तुष्टि। त्यस्तो दुःख लागेको कुरा केही छ?
दुःख लागेको कुरा भन्दा त जस्तो सुकै भए पनि भनौँ न नजानिँदाखेरिको क्षणमा चाहिँ मान्छेले प्रोत्साहन गरोस् जस्तो लाग्दो रहेछ। मलाई पनि हात समातेर हिँडाइदिएको भए म पनि कहीँ पुग्थेँ कि भन्ने चाहिँ लाग्दो रहेछ। तर मान्छे जो पनि आफै अगाडि दौडन खोज्ने रहेछ, अरूलाई जसरी भए पनि पछाडि नै तानौँ, पछाडि नै धकेलौँ, लडौँ, सकेसम्म लडौँ भन्ने चाहिँ सोच हुँदो रहेछ। तर हात समातेर, कसैको हात समातेर केही मात्रामा भए पनि एक दुई खुड्कीलाई उकालिदिने हो भनेदेखि चाहिँ धेरै नै माथि पुग्न सक्दो रहेछ। पछाडिबाट ब्याकफोर्स हुने हो भने चाहिँ धेरै माथि पुग्ने अवसरहरू पाइने रहेछन् जस्तो चाहिँ लाग्छ। हामी अन्त्यमा छौँ। अझै पनि महिलाहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ यो क्षेत्रमा अझ बढीभन्दा बढी सहभागिता होइन, गुणात्मक रूपमा सहभागिता उहाँहरूलाई चाहिँ अगाडि बढाउनका निम्ति अब धेरै सङ्घ संस्थाहरू पनि हुनुहुन्छ साहित्यमा होइन, के गरिदिँदा हुन्थ्यो र के कस्ता भूमिका खेलिदिए चाहिँ अझ राम्रो हुने थियो यस्तो छ महिलाको क्षेत्रमा, महिलाको लागि महिलालाई अगाडि बढाउने विषयमा? हजुर, अहिले चाहिँ हामीले के गरिरहेछौँ भने अहिले एउटा लेडिजहरूको मात्र संस्था छ, आँचल साहित्य कलापुञ्ज भन्ने। त्यसमा चाहिँ लगभग 48-49जना लेडिजहरू सहभागी हुनुहुन्छ। त्यहाँनिर अहिले सदस्य भएर बस्नु भएको छ। उहाँहरूसँग चाहिँ हामी पहिला सुरुमा उहाँहरूको पीडाहरूलाई सुन्छौँ। हामीले प्रत्येक महिना चाहिँ कार्यक्रम गर्छौँ र त्यसमा पुरुषहरूलाई बोलाउँदैनौँ, जेन्ट्सहरू कसैलाई पनि बोलाउँदैनौँ। हामी मात्रै त्यहाँ बसेर लेडिजहरूको पहिला सुरुमा कुराहरू सुन्छौँ, किनभने उहाँहरू त भर्खरै सिक्ने क्रममा हुनुहुन्छ। एकैचोटि ठुलो ठाउँमा गएर ठुलो स्पेसमा बोल्न सक्नु हुँदैन रहेछ, डर लाग्दो रहेछ उहाँहरूलाई। अनि त्यसले गर्दाखेरि चाहिँ हामी पहिला सुरुमा उहाँहरूको कुराहरू सुन्छौँ र कहाँ कहाँ एडिट गर्नुपर्ने छ, कहाँ कहाँ मिलाउनु पर्ने छ, त्यो मिलाइसकेर अनि त्यहाँबाट हामी ठुलो ठुलो संस्थाहरूमा चाहिँ लैजाने गर्दछौँ। यहाँको एउटा योजना त सुनाइहाल्नुभयो, सङ्ग्रह निकाल्दै हुनुहुन्छ, त्यसबाहेक अरू केही छ त्यस्तो? अब अहिले चाहिँ हामी विशेष गरेर महिलासँग सम्बन्धित नै रहेर कामहरू गरिरहेका छौँ। जस्तो गाउँ गाउँमा जाने, त्यहाँबाट चाहिँ राम्रा राम्रा स्रष्टाहरूलाई चाहिँ लिएर आएर एउटा मञ्च दिएर मञ्चमा उभिन सक्ने बनाउने भन्ने हामीले सोचहरू लिएका छौँ। विशेष गरेर महिलाका किताबहरू निकाल्ने काममा हामीले जोड गरिरहेका छौँ। अब कस्तो नि, हामी चाहिँ भर्खरैको संस्था भयौँ। अब जस्तो साहित्य सङ्गम, भीमविराग सङ्गीत साहित्य कला प्रतिष्ठान, गजल मञ्च, यस्ता संस्थाहरूमा चाहिँ लेडिजको सहभागिता पनि अलि धेरै गराउन सकियो भनेदेखि चाहिँ साहित्य अझै पनि माथि पुग्छ कि भन्ने सोच चाहिँ छ। हजुर, जाँदा जाँदै यहाँको एउटा सृजनासहित जो चाहिँ महिलाहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ साहित्यमा लाग्न मन छ, आफ्नो मनका कुरा लेख्न मन छ, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ? पहिला सुरुमा त्यो एउटा कविता नै सुनाउँछु। कविताको शीर्षक स्वास्नी। जबदेखि उसकी स्वास्नी भएर आई तबदेखि नै त हो उसले उसलाई भेट्टाउनै नसकेको। अलिकति अगाडिको कविता हो यो। उसले सखारे उठेर कसेर बढारी उसका हजुर बाथरुम छिर्नुभयो। उसले चिया पकाई अनि बेडरुममा ल्याई उसका हजुरले पत्रिका पढ्नुभयो। उसले खाना बनाएर डाइनिङ टेबलमा राखी उसका हजुरले भोक मेट्नुभयो। उसले भाँडा माझ्दै किचन टल्काई उसका हजुरले पहिचान बनाउनु भयो। उसले दिनभरि लगाएर लुगा धोई उसका हजुरले स्वाभिमान बढाउनु भयो। उसले बच्चा जन्माई उसका हजुरले बाबुको बिल्ला भिर्नुभयो। ऊ निरन्तर खिँदै गई उसका हजुर मोटाउँदै जानुभयो। उसले कहिले आफूलाई खोजिन आफ्नै फरियाको सबकोमा लपेटिरही नानीहरूलाई माझेको थालमा हेरिरही ऐना र गरिरही सिँगार, फुकालिरही आफ्ना वस्त्रहरू र मेटाइदिइरही यौनका तृप्तिहरू। कहिले बिर्सिन उसले गलामा पोते, हातमा चुरा, सिउँदोमा सिन्दुर भर्न र आफ्नो सौभाग्यको रक्षा गर्न। जब उसका हजुर निकै ठुला मान्छे बन्नुभयो, छोराछोरी लाखापाखा लागे, त्यो समय उसले आफ्नो पहिचान खोजी, तर त्यो समय उसले उसलाई कहीँ भेट्टाउनै सकिन। अब थाहा छैन उसले उसलाई भेट्टाउने हो या होइन। एउटा नारी जब केही बन्छु भनेर कलेज जान्छन्, विद्यालय जान्छन्, त्यो बेलामा उनीहरूका एउटा छुट्टै सपना हुन्छन्, छुट्टै लक्ष्य हुन्छन्। तर बिहे भएर गइसकेपछि कति कुराहरू कम्प्रोमाइजमा चल्नुपर्ने हुन्छ, सम्झौतामा चल्नुपर्ने हुन्छ। त्यो सम्झौता गर्दाखेरि मैले भनेको कुरा मान्छेस् भने ठिक, मान्दिनस् भनेदेखि छोड्दे या जा, मलाई छोडेर त आफूले चाहेको निर्णय गर भन्ने जस्तो भइसकेपछि चाहिँ यस्ता सिर्जनाहरू जन्मिँदा रहेछन् भन्ने चाहिँ मलाई लागेर मैले पनि आम
ग्रामीण भेगका आम नारीहरूलाई हेरेर लेखिएको कविता हो यो। अब अहिले तपाईँ आँचल यदि तपाईँ साहित्यमा आउनु नै चाहनुहुन्छ भने हामीसँग साहित्य सङ्घ मकवानपुर, गजल मञ्च मकवानपुर, भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान, आँचल साहित्य कलापुञ्ज, यस्ता धेरै साहित्यिक सङ्घ संस्थाहरू छन् मकवानपुरमा। प्लिज हामीसँग कन्ट्याक्टमा रहनुहोस्। हामी तपाईँका सृजनाहरूलाई सुन्ने पनि छौँ र आफ्ना सृजनाहरूलाई तपाईँहरू समक्ष लिएर आउने पनि छौँ। तपाईँहरूको पनि सृजना सुनौँ, हाम्रा पनि सृजनाहरूलाई ठाउँ दिउँ भन्दै तपाईँले चाहनुभयो या तपाईँसँग सृजनामा लाग्ने या रचनात्मक कार्यमा लाग्ने सोच छ नै भनेदेखि चाहिँ हामीसँग कन्ट्याक्टमा रहनुहोस्। हामी तपाईँहरूलाई सक्दो हेल्प गर्ने नै छौँ। हजुर, हस्, धेरै धेरै धन्यवाद व्यस्तताको बावजुद हामीलाई समय दिनुभएकोमा। र फेरि पनि यहाँको सङ्ग्रह आइसकेपछि फेरि हामी कुराकानी गर्नेछौँ मौका मिलेमा। एकदम यतिखेर चाहिँ रेडियो मकवानपुर 101.3 मेगाहर्जलाई विशेष धन्यवाद दिन चाहन्छु र विशेष गरेर तपाईँ पूर्णिमाजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हस् त, नमस्ते। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला विकास समिति मकवानपुरको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सञ्चालित महिला सशक्तिकरण एवं स्वास्थ्य सम्बन्धी रेडियो कार्यक्रम महिला सशक्तिकरणको आजको यो श्रृङ्खलामा हामीले कुराकानी गर्यौं साहित्यकार अनिता न्यौपानेसँग। उहाँसँग रहेर गरिएका कुराकानी सँगसँगै आजको लागि कार्यक्रम महिला सशक्तिकरण यति नै। कार्यक्रम सुन्नुहुने तपाईँ अनि प्रविधिका साथी सुमनलाई धेरै धेरै धन्यवाद भन्दै म पूर्णिमा छुटिन्छु। नमस्कार।